व्हाट्सएप साथीहरू, मेरो च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। यो भिडियोमा हामी सिक्नेछौं कि हंगल कोरियन अल्फाबेटलाई कसरी पढ्न सकिन्छ। लगभग आधी घण्टामा तपाई कोरियन भाषामा जे पनि पढ्न र लेख्न सक्नुहुनेछ। यद्यपि यसलाई पूर्ण रूपमा मास्टर गर्नलाई तपाईले थप अभ्यास गर्नुपर्नेछ। त्यसैले समय बर्बाद नगरी सुरु गरौं। कोरियन स्क्रिप्ट हंगलको आविष्कार किङ सेजोङ द ग्रेटले 1443 मा गर्नुभएको थियो। वहाँले यो स्क्रिप्ट सामान्य जनताले सजिलैसँग पढ्न र लेख्न सकुन् भन्ने उद्देश्यले बनाउनु भएको हो। किनकि त्यसअघि कोरियनहरूले हान्जा अर्थात् चिनिया अक्षरहरू नै प्रयोग गर्नु गर्थे, जुन अत्यन्त जटिल थियो। त्यसलाई पढ्न र लेख्न निकै थोरै शिक्षित मान्छेहरू मात्र सक्षम थिए। त्यसै कारणले कोरियामा धेरै जसो मानिसहरू निरक्षर थिए। हंगुललाई संसारकै सबैभन्दा लजिकल एन्ड साइन्टिफिक राइटिङ सिस्टम मध्ये एक मानिन्छ। यसको डिजाइन यति उत्कृष्ट कि धेरै जसो मानिसहरूले 2 घण्टा भन्दा पनि कम समयमा हंगुल पढ्न सिक्न सक्छन्। अब हामी हेरौं किन कोरियन राइटिङ सिस्टम सबैभन्दा इजी राइटिङ सिस्टम छ। किनभने कोरियन अक्षरहरू यो 3 वटा सिम्बलबाट बनेको हुन्छ। फर्स्ट छ तपाईको एउटा डट, जसलाई कि हामी सर्कलबाट रिप्रेजेन्ट गर्छौं र यो स्काई वा आकाशलाई चिनाउँछ। अर्को छ तपाईको हरिजन्टल लाइन, जो हाम्रो अर्थ वा पृथ्वीलाई रिप्रेजेन्ट गर्छ। र लास्ट छ हाम्रो एउटा वर्टिकल लाइन, जो ह्युमनलाई सिम्बलाइज गर्छ वा ह्युमनलाई चिनाउँछ। अब यो सर्कल र हरिजन्टल लाइन र वर्टिकल लाइन कोही पनि बनाउन सक्छ, हैन? त्यही हुनाले कोरियन राइटिङ सिस्टमलाई हामी धेरै सजिलो राइटिङ सिस्टम भन्छौं वा स्क्रिप्ट भन्छौं। फर एक्जाम्पल म तपाईलाई 1-2 वटा अक्षरहरू बनाएर हेराउँछु र पछि हामीले पुरै डिटेलमा पढ्ने छ, तर जस्ट हजुरको लागि। ल फर एक्जाम्पल अब मैले भनेको थिएँ यो 3 वटा सिम्बल, फर्स्ट इज अ सर्कल र हरिजन्टल लाइन र तपाईको वर्टिकल लाइनबाट सबै कोरियन अक्षरहरू बनेको हुन्छ। फर एक्जाम्पल हाम्रो फर्स्ट व्यञ्जन हेरौं, हरिजन्टल लाइन र वर्टिकल लाइन, ग, हाम्रो नेपाली जस्तै ग। त्यसरी अर्को हेर्नु, वर्टिकल लाइन, हरिजन्टल लाइन र वर्टिकल लाइन, यो हाम्रो भयो म, हाम्रो नेपाली जस्तै म। यो त कोही पनि बनाउन सक्छ। अब एउटा स्वर हेरौं है, स्वरमा यो गोलो हामी बनाउन सक्छौं, हैन? यो के भयो हाम्रो ई। त्यस्तै अब कोही पनि धेरै छिटै हाम्रो कोरियन अक्षरहरू बनाउन सक्छन् यो 3 वटा सिम्बललाई युज गरेर। कोरियन भाषामा 14 वटा बेसिक कन्सोनेन्ट वा व्यञ्जनहरू हुन्छन् र 10 वटा बेसिक वोवेल्स वा स्वरहरू हुन्छन्। यसमा 5 वटा तपाईको डबल कन्सोनेन्ट वा व्यञ्जनहरू हुन्छन् र 11 वटा कम्पाउन्ड वोवेल्स वा मिश्रित स्वरहरू हुन्छन्। सबैभन्दा पहिला हामी व्यञ्जन पढ्नु र लेख्नु सिक्नेछौं। व्यञ्जनलाई हामी कोरियन भाषामा छाउम भन्छौं र यसमा हाम्रो 14 वटा बेसिक व्यञ्जनहरू छ, जसको उच्चारण हाम्रो नेपाली अक्षरहरू जस्तै हुन्छ। फर एक्जाम्पल ग, न, द, ल, म, ब, स, अनि यसको कुनै पनि साउन्ड हुँदैन, र ज, च, ख, थ, फ, ह। र यो हाम्रो 14 वटा बेसिक व्यञ्जनहरू छन्। यसमा हाम्रो डबल व्यञ्जनहरू पनि छ, यो हामी पछि पढ्छौं। र टोटल मिलाएर हाम्रो 19 वटा और 19 व्यञ्जनहरू हुन्छन्। र अब हामी एक एक गरेर यो व्यञ्जनहरूलाई लेख्नु र पढ्नु सिक्नेछौं। हाम्रो फर्स्ट छाउम वा व्यञ्जन रहेको छ क्योक। हजुरहरूले यो नाम याद गर्नु पर्दैन, यो हाम्रो उच्चारणको रेफरेन्सको लागि हो।
फर इक्जाम्पल जति बेला यो फर्स्ट पोजिसनमा हुन्छ यो ग साउन्ड गर्छ र जति बेला यो हाम्रो फाइनल पोजिसनमा हुन्छ त्यति बेला यो क साउन्ड गर्छ। अहिलेको लागि हामीले याद गर्नुपर्ने यो हो ग, हाम्रो नेपाली जस्तै ग हो। त्यसरी हाम्रो ग भनेको छ ग प्लस अबाट, सो यो अलाई हामीले इग्नोर गर्ने हो, सो यसको साउन्ड के आउँछ त ग। त्यस्तै हाम्रो सेकेन्ड टर्म रहेको छ न्यून, र यसको साउन्ड के आउँछ हाम्रो नेपालीको नु जस्तै नु। फेरि दिगत, दिगत, द साउन्ड द। फेरि ल्युल, ल्युल, लु साउन्ड लु। म्युम, मु साउन्ड म्युम, मु साउन्ड। बियो बु साउन्ड बु। सियोत, सु साउन्ड सु। फेरि छ हाम्रो योङ, फर्स्ट पोजिसनमा यसको कुनै पनि साउन्ड हुँदैन र फाइनल पोजिसनमा यसको साउन्ड हाम्रो अङ्ग जस्तै हुन्छ। फेरि छ हाम्रो जिउ, जु साउन्ड चिउत, च साउन्ड खियोक, खु साउन्ड खियुत, थु साउन्ड फियोक, फु साउन्ड। र अन्तिम व्यञ्जन छ हाम्रो फ्युत। यसरी पनि लेख्न सकिन्छ र यसरी पनि लेख्न सकिन्छ है। हिउ, ह्युत, हु साउन्ड। र यता तपाईको सबै हाम्रो व्यञ्जनहरू छन् र तिनीहरूको साउन्ड छ ग, नु, द, लु,
म ब स ज च ख थ फ। धेरै राम्रो। अब हामी कोरियन स्वरलाई लेख्नु र पढ्नु सिकौं। उसरी त कोरियन भाषामा धेरै स्वरहरू छन्। हाम्रो यो 10 वटा स्वरहरू कोरियन भाषाको बेसिक स्वरहरू छन्। हाम्रो माथि लेखेको जो स्वरहरू छन् यो कन्सोनेन्ट भन्दा दायाँपट्टि लेखिन्छ र तल दिएको यो 5 वटा स्वरहरू छन् यिनीहरू कन्सोनेन्ट भन्दा तल लेखिन्छ र हामीले याद गर्नुपर्ने कुरा के हो भने दुवै कन्डिसनमा हाम्रो कन्सोनेन्ट स्वर भन्दा पहिला लेखिन्छ र एकछिनमा हजुरलाई यो स्वरहरूको उच्चारण भनिदिन्छु अनि त्यसपछि हामी एक एक गरेर यसलाई लेख्न सिक्छौं। सो फर्स्ट वाला छ हाम्रो नेपाली जस्तै आ या अ य ई। अर्को छ जो कि हाम्रो व्यञ्जन भन्दा तल लेखिन्छ ओ यो उ यु उ। र अब हामी यसलाई एक एक गरेर लेख्न सिक्छौं। हाम्रो फर्स्ट कोरियन स्वर रहेको छ आ। आ हाम्रो नेपाली जस्तै आ। अर्को छ या या अ य ई। ओ यो उ यु उ। हामीहरूले व्यञ्जन र स्वर पढ्नु र लेख्नु सिक्यौं। हामीसित यसलाई याद गर्नुको लागि एउटा नर्सरी राइम छ। ग न द ल म ब स अञ्ज च ख थ फ ह आ या य ई ओ यो उ यु उ। हामीहरूले कोरियन स्वर र व्यञ्जन लेख्न सक्यौं। अब हामीहरू ती स्वर र व्यञ्जनलाई जोडेर शब्द बनाउन सिक्छौं। हाम्रो फर्स्ट शब्द रहेको छ आ गी। जति बेला यो हाम्रो फर्स्ट पोजिसनमा हुन्छ त्यति बेला यसको कुनै पनि स्वर हुँदैन। त्यो हुनाले हामी यो स्वर लिन्छौं आ गी। आगी भनेको बच्चा, सानो बच्चा। फेरि ग आ गा ता आ ता खादा। खादा भनेको जानु।
जानु जानु ग आ गा ग उ गु गागु गागु भनेको फर्निचर फर्निचर गीसु ग इ गी स उ सु गीसु गीसु भनेको गायक गायक सिंगर फेरि आ ब अ ब ज इ जी आबाजी आबाजी भनेको बाबा बा बा फादर अ म अ म न इ नि आमानी आमानी भनेको आमा और मदर सो हामीहरूले व्यञ्जन र स्वरलाई मिलाएर शब्द बनाउनु सिके गादा गागु गीसु आबाजी अमनी अब हामी कोरियन मिश्रित स्वरहरू सिकौं हाम्रो पहिलाको यो 4 स्वरहरू हाम्रो बेसिक स्वरहरू जस्तै व्यञ्जन भन्दा दायाँतिर लेखिन्छ र तलको दिएको स्वरहरू व्यञ्जन भन्दा तलतिर लेखिन्छ र यिनीहरू बेसिक स्वरलाई एड गरेर नै बनेको छ फर एक्जाम्पल यो वाला जो हाम्रो छ यो छ हाम्रो आ प्लस ई ए फेरि या प्लस ई ये अ प्लस ई ये य प्लस ई ये ओ ई वे ओ आ वा ओ ए वे उ ई वी उ अ व उ ए वे उई अब हामी यिनी मिश्रित स्वरहरूबाट बनेको केही शब्दहरू हेरौं र त्यसको बनावट हेरौं गु ए के गु ए के भनेको डग और कुकुर कुकुर स ए से भनेको चढा और बर्ड चढा और बर्ड अनि बे ग ए के बेगे हैन बु यो के छ हाम्रो बु प्लस ए प्लस गु प्लस ए बेगे भनेको हाम्रो पिलो और सिरानी क्वा चा ज आ चा गु वा ज आ ग्वाजा ग्वाजा भनेको हाम्रो स्नैक्स और खाजा
म भनेको what or के। नेक्स्ट हाम्रो we चा भनेको कुर्सी कुर्सी। वेइट भनेको वेटर यसरी हामीहरूको वर्ड्सहरू कोरियन वर्ड्सहरू भन्छ। हजुरहरूले अरू प्रयास गर्नु होला अनि कोरियन वर्ड्सलाई पढ्ने प्रयास गर्ने। नेक्स्ट हाम्रो डबल कन्सोनेन्ट और डबल व्यञ्जनहरू, त्यसलाई हामी कोरियनमा सांगचाउम भन्छौँ र यो हाम्रो ग स ज द ब यो 5 वटा हाम्रो कोरियन वर्डहरूको मात्र तपाईको डबल कन्सोनेन्ट हुन्छ र यसलाई हामीले गुलाई 2 चोटि लेखे त डबल कन्सोनेन्ट भयो। र यो हाम्रो कसरी प्रोनाउन्स छ भनेपछि क, आधा क र क, ग को डबल ग लेखे भनेपछि क, हामी यसलाई यसरी प्रोनाउन्स गर्छौं है, उच्चारण गर्छौं। त्यसरी हाम्रो स आधा स र स ज जति बेला 2 चोटि आउँछ त्यसलाई च प्रोनाउन्स हुन्छ। के हुन्छ? च प्रोनाउन्स हुन्छ है। स को स, ग को क र ज को च, अनि द को त, आधा त र त 2 चोटि लेख्नेलाई अनि त, अनि ब को डबल चोटि लेख्ने र प। कङ्ग्रेचुलेसन्स, हामी हाम्रो कोरियन रिडिङ एन्ड राइटिङ को अन्तिम भागमा पुगिसक्यौं र यस भागमा हामीहरू बाच्छिम रुलहरू सिक्नेछौं। बाच्छिम भनेको तपाईको फाइनल कन्सोनेन्ट हो र फाइनल कन्सोनेन्ट भनेको जति बेला हाम्रो व्यञ्जन थर्ड पोजिसनमा आउँछ त्यसलाई हामी फाइनल कन्सोनेन्ट भन्छौं वा बाच्छिम भन्छौं। फर एक्जाम्पल हाम्रो के छ त, हानगुक छ, हाम्रो फेभरेट वर्ड छ हान कुक। यहाँमा हेर्नु त हाम्रो नु तपाईको फाइनल पोजिसनमा आछ, यो वाला पोजिसनमा व्यञ्जन स्वर व्यञ्जन व्यञ्जन स्वर व्यञ्जन हैन, त्यो बाच्छिम पोजिसनमा छ नु। अनि नेक्स्ट व्यञ्जन स्वर व्यञ्जन व्यञ्जन स्वर व्यञ्जन, यसमा गु हाम्रो फाइनल पोजिसनमा छ। जति बेला व्यञ्जनहरू फाइनल पोजिसनमा हुन्छन् त्यति बेला तिनीहरूको बेसिक प्रोनाउन्सिएसन रुल छ, त्यो हामी अब सिक्छौं। फर एक्जाम्पल हाम्रो गु जति बेला फाइनल पोजिसनमा आउँछ त्यो हाम्रो नेपालीको आधा क जस्तै प्रोनाउन्स हुन्छ। फर एक्जाम्पल मक, नाक, बाक, मग हैन माक, नाग हैन नाक, बाक, बाग हैन बाक। नु फाइनल पोजिसनमा आयो भनेपछि आधा न साउन्ड गर्छ, गिन सान खान। दु फाइनल पोजिसनमा आयो भनेपछि आधा त साउन्ड गर्छ, बात दात मात, बाद हैन दात हैन माद हैन, बात दात मात। लु आयो भनेपछि आधा ल साउन्ड गर्छ, खाल नाल ताल। मु आयो भनेपछि बाम, मु आयो भनेपछि आधा म साउन्ड गर्छ, बाम
नाम दाम बु आयो भनेपछि आधा प साउन्ड गर्छ प बप सप गिप बाब हैन सब हैन गिब हैन बप सप गिप स आयो भनेपछि आधा त साउन्ड गर्छ त अत गित दात अस छैन गिस छैन दास छैन अत गित दात जति बेला इयोङ हाम्रो फाइनल पोजिसनमा हुन्छ त्यति बेला ग साउन्ड गर्छ गिङ दाङ मिङ जु फाइनल पोजिसनमा आयो भनेपछि त साउन्ड गर्छ नात गात जित नाज छैन गिज छैन जिज छैन नात गात जित चु आयो भनेपछि पनि आधा त साउन्ड गर्छ त अत दत कत ख आयो भनेपछि क साउन्ड गर्छ बुवा थ जति बेला फाइनल पोजिसनमा हुन्छ त साउन्ड गर्छ बात प आयो भनेपछि प साउन्ड गर्छ अप सप फ आयो भनेपछि त साउन्ड गर्छ तर अलिकति इन्ट्रेस्टिङ छ जति बेला यो फाइनल पोजिसनमा हुन्छ अनि यसको अगाडि केही पनि अर्को स्वरहरू हुँदैन त्यति बेला त साउन्ड गर्छ तर जति बेला कुनै एउटा स्वर हुन्छ यो यता गएर मिल्छ चो हा भयो अनि जति बेला हाम्रो व्यञ्जनबाट सुरु भयो हुन्छ भनेपछि त्यति बेला हाम्रो यो साइलेन्ट हुन्छ नो दा यो रुल हामी लिएसन रुलमा पढ्छौँ अहिलेको लागि हजुरहरूले हु आयो भनेपछि त साउन्ड गर्छ अगाडि कुनै पनि स्वर या व्यञ्जन छैन भने च नेक्स्ट छ हाम्रो डबल कन्सोनेन्ट बाच्छिम र हाम्रो डबल कन्सोनेन्ट बाच्छिममा क र स मात्र तपाईको बाच्छिम पोजिसनमा हुन्छ अरु बाच्छिम पोजिसनमा आउँदैन क जस्तै प्रोनाउन्स हुन्छ सक नक र स तपाईको त जस्तै प्रोनाउन्स हुन्छ इट हित अब हामी फाइनल कन्सोनेन्ट बाच्छिम रहेको कोरियन वर्ड्सहरू पढौँ चेक चेक भनेको पुस्तक वा किताब चिप भनेको घर सन भनेको पहाड नुन भनेको आँखा वा हिउँ बम भनेको रात्रि आन्योङ आन्योङ भनेको हाम्रो इन्फर्मल नमस्ते साराङ साराङ भनेको माया इरम इरम भनेको नाम कत कत भनेको फूल हानगुक भनेको कोरियन भाषा अन्योङहासेयो यो पनि नमस्ते हुन्छ तर यो हाम्रो आदरणार्थी भावमा हुन्छ साराङ हेयो म माया गर्छु
चिङ्गु चिङ्गु भनेको साथी। मन्नायो मन्नायो भनेको भेटेको। मन्नास बान्गव भेटेर खुसी लाग्यो। हामीहरूले यो भिडियोमा अङ्ग्रेजी पढ्नु र लेख्नु सिक्यौं। हजुरहरूलाई यो भिडियो भ्यालुएबल लागेछ भने लाइक, शेयर र सब्स्क्राइब गर्नु नबिर्सनुहोला। म हजुरहरूको लागि कोरियन भाषा र EPS टपिक रिलेटेड अरू भिडियोजहरू पनि लिएर आउनेछु। तबसम्मको लागि 감사합니다। धन्यवाद।